हेलो जय मसी तपाईहरु सबैलाई जय मसी र आज मङ्गलबार हो ट्युजडे डिसेम्बर 9th र आज म बेंगलोरमा छु र म सेवा जाँदैछु र किन जाँदैछु भन्दाखेरि आज परमेश्वरको दास आउनु हुँदैछ एड्रिन देवान र उहाँको कन्फरेन्समा एटेन्ड गर्न जाँदैछु र हजुरहरूलाई म देखाउने छु उहाँको के कस्तो चल्दैछ यो भिडियोद्वारा र तपाईहरुले पनि जारी राख्नुहोस् यो भिडियोमा र हेर्नुहोस् अन्तिमसम्म के हुन्छ हजुरलाई म देखाउने छु जो हाम्रो क्रिस्चियन नेपाली समाजको सबैभन्दा राम्रो असल र वर्शिपर पास्टर र एउटा इन्करेज गर्ने र एउटा असल शिक्षा दिने उहाँ हुनुहुन्छ एड्रिन देवान है र उहाँलाई भेट्नको निम्ति र उहाँको सेवाकाई एटेन्ड गर्नको निम्ति जाँदैछु यहाँबाट लगभग आधी घन्टाको सफर छ हुन्छ उहाँलाई तपाईहरुलाई फेरि देखाउने छु उहाँको नजरले ल सुरु गरौँ र हामी सेवामा आइपुग्यौँ फाइनली यहाँ र धेरै नै लामो सफरको बादमा आधी घन्टाको सफरमा ट्राभलिङमा हामी सेवामा आइपुग्यौँ र यहाँ आइपुगेर धेरै सेटअपहरू गर्दै थियो है स्टार्टिङ त भएको थिएन र उहाँले धेरै सेटअपहरू गर्दै थियो कति साउन्ड सिस्टममा प्रब्लमहरू भएको थियो र त्यसको बादमा धेरै कुराहरू भयो है र हामी धेरै एक्साइटेड थियौँ एड्रिन देवानलाई हेर्नुको लागि र यो सबै कुरा उहाँको लागि र उहाँलाई हेर्नको लागि यति नै धैर्य धारण गरेर हामी बसिरहेको थियौँ कहिले आउँछ भनेर उहाँ है र उहाँलाई हामी हेऱ्यौँ र धेरै मिठो राम्रो असल ब्लेसिङ हामीले पायौँ प्रभुले उहाँलाई पठाउनु भयो ठाउँमा है धेरै एक्साइटेड हुनुहुन्थ्यो र सुरुवातको प्रार्थना भयो है सेवा स्टार्ट हुन लाग्यो आज काल्भरी पेन्टिकोस्टल नेपाली फेलोशिपको जुन प्रकारको आज 7 वर्षको उहाँहरूको वार्षिकोत्सवलाई उहाँहरूले धुमधामसँगले मनाउन गइरहेको छ एउटा सेलिब्रेसन गर्न गइरहेको छ आजको पवित्र आत्मा तपाईले दोहोर्याउनुहोस् अग्रदर्शन गर्नुहोस् जति पनि छोराछोरीहरू यस कार्यक्रममा अर्पण गर्दै पिता आशा मान्दछौँ यीशु ख्रीष्टको नाममा आमेन हामी खदा लगाएर हामी उहाँलाई स्वागत गर्दैछौँ सत्य ब्रह्माण्डको पनि हामी उहाँलाई सदाको रूपमा हामी गर्दैछौँ पास्टर एड्रिन देवानलाई स्टेजमा बोलाइसकेपछि है यसरी वर्शिप भयो आराधना भयो परमेश्वरको धेरै असल कामहरू भयो यहाँ है र कतिवटा भिडियोहरू मैले रेकर्डिङ गर्नु पाइनँ किनभने मेरोमा टाइमिङ थिएन है र सबै रेकर्डिङ गर्नुमा मोबाइलले ब्याट्री सकिसकेको थियो र मैले जति गर्न सकेँ त्यो सबै मैले यस भिडियोमा हालिदिएको छु हजुरहरूले हेर्न सक्नुहुन्छ धेरै राम्रो गीत थियो वर्शिप गीत र गीतहरू उहाँको असल थियो र सबै कुरा तपाईँले हेर्न सक्नुहुन्छ र उहाँले धेरै सुन्दर वचन लिएर आउनु भएको थियो यति राम्रो र यति मजाको इन्करेज गर्ने है र विशेष गरी युथहरूको लागि चाहिँ धेरै राम्रो उहाँले वचन ल्याउनु भएको थियो जो चाहिँ परमेश्वर उहाँद्वारा बोल्नुभयो है र कति कुराहरू उहाँले नयाँ नयाँ कुराहरू हामीलाई सिकाउनु भयो र हजुरहरूले पनि यहाँ हेर्नु सक्नुहुन्छ सुन्नु सक्नुहुन्छ है र आई थिङ्क त्यति बेला फर्स्ट इयर थियो है सिपिएनएफको र एकदम खुसी लाग्यो प्रभुले तपाईँहरूलाई यसरी दोहोऱ्याइराख्नु भएको छ अस्ति सङ्गति पनि म आइतबार है भाग लिन पाएँ र परमेश्वरले तपाईँलाई दोहोऱ्याइराख्नु भएको तपाईँहरू विश्वास योग्यता साथ अगाडि बढिराख्नु भएको देखेर साह्रै उत्साहित भएको छु विशेष गरी घरदेखि टाढो बिरानो सहरमा यसरी सुसमाचारको ज्योति राकोलाई जलाइराखेको सङ्गति चेलापनलाई है ताजा राखिराखेको यो प्रकारको स्वर्गीय दर्शनले तपाईँहरू तानिएको ठेलिएको जीवन जिराखेको देख्दा म एकदमै उत्साहित छु र परमेश्वरलाई धन्यवाद पनि दिन चाहन्छु हुन्छ यो समय परमेश्वरको वचनमा हामी जानेछौँ
र उहाँले यति मिठो वचन र असल वचन बोल्नु भएको छ है, सबै रेकर्डिङ त मैले गर्नु पाइनँ र जति मलाई इम्पोर्टेन्ट लाग्यो र जति जुन चाहिँ कुरा मलाई सही लाग्यो कि रेकर्डिङ गर्नुपर्छ मैले त्यो कुरा चाहिँ हजुरहरूको लागि यहाँ रेकर्ड गरेको छु जो चाहिँ एकदमै मिठो छ है र कतिले नबुझ्ला कतिले बुझ्नु सक्छ किनभने यो भिडियो तल माथि भएको छ। सबैजनाले जीवित रहनु हो भनेदेखिलाई मण्डलीले ख्रिस्टको वरिपरि घुम्नुपर्ने हुन्छ, ख्रिस्टलाई नै खानुपर्ने हुन्छ, ख्रिस्टलाई नै पिउनु पर्ने हुन्छ, ख्रिस्टको महिमा हेर्नुपर्ने हुन्छ, ख्रिस्टमा सन्तुष्ट हुनुपर्ने हुन्छ, ख्रिस्टद्वारा शक्ति प्राप्त भएको हुनुपर्छ। दागको बोटमा जोडिएर के गर्नलाई फल फलाउनलाई मण्डलीको लागि ख्रिस्टको महिमा हेर्नु र त्यो महिमाले परिवर्तन हुनु। ख्रिस्टको महिमा हेर्नु मात्रै होइन तर त्यो महिमा हामीबाट समाजमा छर्नु, हामी बसेको सहरमा ख्रिस्टको महिमाले ढाक्नु, हाम्रो छिमेकीहरूमा ख्रिस्टको महिमाको स्वादलाई लगेर जानु। ख्रिस्टको महिमा हेर्नु चाहिँ साह्रै महत्त्वपूर्ण कुरो छ। यहाँ यशायाले परमेश्वरको महिमा देखेको छ अनि यशायाले परमेश्वरको महिमा देखेपछि यशाया सधैँको लागि परिवर्तन भएको छ। जुन मान्छेले परमेश्वरको महिमा देख्छ त्यो मान्छे सधैँको लागि परिवर्तन हुन्छ। परमेश्वरको महिमा देख्नु चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा हो। जब अयुबले परमेश्वरको महिमा देखे, अयुब 38 अध्यायमा बिचको मैले रेकर्डिङ गर्नु पाएँ र कति रेकर्डिङ गर्नु पाएन र हजुरहरूले सुन्नु सक्नुहुन्छ, धैर्य धारण गर्नुहोस्। उहाँको महिमा हामीले यशायाले देख्यो भनेर त्यसकारणले गर्दा थोमसले भन्यो म त पत्याउँदिनँ जबसम्म प्रभुलाई छान्दिनँ, म पत्याउँदिनँ प्रभु बाउले उठ्यो भनेर। अनि प्रभुले देखा परेर ल मलाई छाम, अनि थोमसले छाम्यो मेरो प्रभु भनेर उसले प्रभुलाई दण्डवत गरे। त्यति बेला प्रभुले के भन्नु भन्नुहोस् त, महत्त्वपूर्ण कुरा, तिमीले मलाई देखेर विश्वास गर्यौ तर धन्य तिनीहरू जसले मलाई देख्ने छैन र पनि विश्वास गर्नेछ। हालेलुया। किनभनेदेखिलाई मलाई अब देख्दैन किनकि म पिताको दाहिने हातमा जाँदैछु। मलाई 33 वर्ष मेरो वरिपरि देख्यो, यो मेरो टाइम थियो। अब म अदृश्य, म पिताको दाहिने हातमा जान्छु अनि म पवित्र आत्मालाई पठाउँछु। दृश्य रूपमा अब मलाई देख्दैन। त्यसै कारण धन्य तिनीहरू, हाम्रो विषयमा कुरा गर्नुहुँदैछ, जसले मलाई छाम्नु त सक्दैन, भौतिक आँखाले देख्छ तर विश्वास गर्छ। हालेलुया। पत्रुसले पहिलो पत्रुस 1:8 के भन्छ, राम्रो सुन्नुहोस्। पहिलो पत्रुस 1:8 उसले भन्छ अहिले तिमीहरू उहाँलाई देख्दैनौ। कति क्लियर स्टेटमेन्ट छ। हालेलुया। अहिले तिमीहरू उहाँलाई देख्दैनौ तर पनि तिमीहरू उहाँलाई के गर्छौ, विश्वास गर्छौ। फेरि उसले भन्छ अहिले तिमीहरू उहाँलाई देख्दैनौ तर पनि तिमीहरू उहाँलाई प्रेम गर्छौ अनि तिमीहरूको हृदय कहिले नसकिने अवर्णनीय आनन्दले भरिएको छ। हालेलुया। उहाँद्वारा मिठो वचन, परमेश्वरको सुन्दर र मिठो वचन हामीले सुन्यौँ है। र उहाँले आफ्नो खुद गाएको गाना, सार्वभौमिक गाना उहाँले गाउनु आँटेको छ र धेरै नै सुन्दर छ यो गाना है र धेरै नै आशिषित छ र अति नै राम्रो र मिठास छ यो गानामा। शब्दहरू आउँछ होला पनि गाउन सक्नुहुन्छ। तपाईँ जस्तो कोही छैन, तपाईँ जस्तो कोही छैन, पवित्र पवित्र परमेश्वर। हालेलुया। आफैमा सर्वसम्पन्न, आनन्द र प्रेमले पूर्ण, कसैमा हुनुहुन्न निर्भर। फेरि भन्दैछौँ हामी तपाईँ जस्तो कोही छैन, तपाईँ जस्तो कोही छैन, पवित्र पवित्र परमेश्वर। साँच्चै नै आफैमा सर्वसम्पन्न, आनन्द र प्रेमले पूर्ण, कसैमा हुनुहुन्न निर्भर। आदिमा तपाईँ जब बोल्नुभयो, हालेलुया, पृथ्वी उत्पन्न भयो। ताराहरू र स्वर्गदूतहरू तपाईँको ज्ञानले छुइए। आदिमा सबै भन्छ आदिमा तपाईँ जब बोल्नुभयो। तपाईँ आज
परमेश्वर तपाईँ महान हुनुहुन्छ तपाईँ सार्वभौमिक परमेश्वर हुनुहुन्छ हामी तपाईँलाई उच्च सम्मान दिन्छौँ उच्च सत्यताको बखान आफ्नो महिमा प्रकट गर्न माध्यम मात्र मानिसलाई आफ्नै स्वरूपमा बनाउनु अनागकारी वदनी व्याप्नु भएन प्रेम गरिरहनु मनको सपनाको हाम्रो शरीरमा प्रकट हुनुभएको ख्रिस्ट हामीले चिन्न सक्छौँ तर ख्रिस्टको महिमालाई हेरेर ख्रिस्टको महिमालाई देखेर एउटा महिमादेखि अर्को महिमामा जाने र ख्रिस्टको महिमाले समाज
सबैजनाले आशीषित भए परमेश्वरले सबैमाथि अनुग्रह गरे जो चाहिँ अति नै महिमा र सुन्दर कुरा प्रेमले भरिएको र सेवा सकेर हामीले मिठो बिरयानी खायौँ है र आशिष पनि पायौँ र धेरै कुराहरू सिक्यौँ यहाँबाट र हजुरहरूले पनि देख्न सक्नुहुन्छ र कति मिठो आशिषित कुराहरू भयो यहाँ। अहिले हामी जाँदैछौँ र धेरै आशिषित भयो प्रोग्राम हेरेर एड्रिन देवान पास्टर एड्रिन देवान सरको हजुरहरूले हेर्न सक्नुहुन्छ कति आशिषित भएको छ यहाँ भिडियोमा र हामी फेरि यसरी भेट्नेछौँ नेक्स्ट भिडियोमा। फेरि पनि तपाईँ सबैलाई जय मसी, बाई बाई।